नमस्कार साथीहरू, यो हो पिजी क्विज। समग्रमा भन्नुपर्दा यो हाजिरी जवाब सिक्ने ठाउँ हो। आउनुहोस् तपाईँ हाम्रो केही बेरको समय फललाई बनाऊ। मित्रहरू, हामी विज्ञान, प्रविधि र स्वास्थ्य सम्बन्धी प्रश्नहरू लिएर आइरहेका छौँ। आज चाहिँ विशेष गरी स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू भनेर मैले 30 वटा प्रश्नहरू यहाँहरू समक्ष राख्नेछु। तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकन दबाई अलमा क्लिक गर्नुहोला। तपाईको एक सब्स्क्राइब हाम्रो निम्ति उत्प्रेरणा हुनेछ। र आउनुहोस् स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण प्रश्नहरू सुरु गरौँ। पहिलो प्रश्न, भिटामिन सी को कमीले कुन रोग लाग्दछ भन्दा स्कर्बी। मलेरिया कुन लामखुट्टेको टोकाइबाट सर्दछ भन्दा फोथी एनोफिलिस लामखुट्टे। अर्को प्रश्न मित्रहरू, पाचन प्रणालीमा भाग लिने सबैभन्दा अन्तिम अङ्ग कुन हो भन्दा रेक्टम। पानीमा घुल्ने भिटामिन कुन हुन् भन्दा भिटामिन बी र सी। अर्को प्रश्न मित्रहरू, एउटा प्रौढ व्यक्तिमा कतिवटा दाँत हुन्छन् भन्दा 32 वटा दाँत। मानव शरीरमा रहेको सानो आन्द्राको औसत लम्बाइ कति हुन्छ भन्दा 5 मिटर। सानो आन्द्राको औसत लम्बाइ 5 मिटर। अर्को प्रश्न छ, प्रकृतिमा पाइने पानीका स्रोत मध्ये सबैभन्दा शुद्ध पानी कुन हो भन्दा बर्सातको पानी अर्थात् रेनफल वाटर इज द प्युरेस्ट फर्म अफ वाटर। अर्को प्रश्न मित्रहरू, मानिसको टाउकोमा कतिवटा हाड हुन्छन् भन्दा 20 वटा। 2 वा 2 भन्दा बढी हाडहरू जोडिने ठाउँलाई के भनिन्छ भन्दा जोर्नी भनिन्छ। जोर्नी अर्थात् जोइन्ट्स। मानव कलेजोको औसत तौल कति हुन्छ भन्दा 1.5 केजी। 1.5 केजी। अर्को प्रश्न मित्रहरू, कुन रोगमा बिरामी आफैले पनि सुई लगाउन सक्छ भन्दा डायबिटिज, जसलाई हामी मधुमेह भन्छौँ, बिरामी आफैले पनि सुई लगाउन सक्दछ। अर्को प्रश्न मित्रहरू, मुटुको बाहिरी पत्रलाई के भनिन्छ भन्दा इपिकार्डियम है। इपिकार्डियम। रगत रातो कुन पदार्थले गराउँछ भन्दा हेमोग्लोबिन। एउटा प्रौढ व्यक्तिको मूत्र थैलीको मूत्र जम्मा गर्ने क्षमता कति हुन्छ भन्दा 800 ml। अर्को प्रश्न मित्रहरू, मानव शरीरमा कतिवटा हाड हुन्छन् भन्दा 206 वटा हाड हुन्छन्। अगाडि बढौँ। प्राथमिक उपचारमा एबीसी क्लियर भन्नाले के बुझिन्छ? एबीसी क्लियर भन्नाले के बुझिन्छ भन्दा एयरवे ब्रिथिङ एन्ड सर्कुलेसन। साथीहरू, एयरवे ब्रिथिङ एन्ड सर्कुलेसन। नाकबाट हुने रक्तस्रावलाई के भनिन्छ भन्दा इपिटेक्सिस। मित्रहरू ध्यान दिनुहोला, इपिटेक्सिस। च्याउमा पाइने विषाक्त अल्कोइड कुन हो भन्दा मस्क्रेन। डायबिटिज रोग कुन ग्रन्थीसँग सम्बन्धित छ? सजिलो प्रश्न मित्रहरू, प्याङ्क्रियाजसँग सम्बन्धित। प्याङ्क्रियाज। इन्सुलिन कुन ग्रन्थीले उत्पादन गर्छ भन्दा यो पनि प्याङ्क्रियाज ग्रन्थीले उत्पादन गर्ने गर्दछ। अगाडि बढौँ साथीहरू। मस्तिष्कलाई ढाकेर रहेको पत्रलाई के भनिन्छ भन्दा मेनिन्जस भन्ने गरिन्छ। सर्प कुन वर्गको जीव हो? सर्प कुन वर्गको जीव हो भन्दा रेप्टाइल। सर्प रेप्टाइल हो। गर्भबाट बच्चा तुहिनुलाई मेडिकल भाषामा के भनिन्छ भन्दा प्रिम्याच्योर बर्थ अर्थात् एबर्सन अर्थात् ओलिभरी। कति महिनापछि पेटभित्रको बच्चा चलेको महसुस हुन्छ भन्दा 4 महिना। अर्को प्रश्न साथीहरू, मानव शरीरको सबैभन्दा ठुलो ग्रन्थि कुन हो भन्दा कलेजो। दुधलाई शुद्ध पार्ने विधिलाई के भनिन्छ भन्दा पास्चराइजेसन। यो एकदम इम्पोर्टेन्ट प्रश्न हो साथीहरू। दुधलाई शुद्ध पार्ने विधिलाई के भनिन्छ भन्दा पास्चराइजेसन। नेपालमा एड्स रोगी पहिलोपटक कहिले देखिएको हो भन्दा सन् 1988। अर्को प्रश्न साथीहरू, नेपालमा रेड क्रस सोसाइटीको स्थापना कहिले भएको थियो भन्दा विक्रम सम्वत 2020 सालमा। अर्को प्रश्न, एमबीबीएस को पूरा रूप के हो भन्दा ब्याचलर अफ मेडिसिन एन्ड सर्जरी। ल साथीहरू, आजको भिडियोको लागि हामी अन्तिम प्रश्न राख्दैछौँ। WHO को पूरा रूप वर्ल्ड हेल्थ अर्गनाइजेसन।
मित्रहरू, तपाईलाई यो भिडियो कस्तो लाग्यो? हामीले आज बिल्कुल स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू दिने प्रयास गर्यौं। मन परेको छ भने भिडियोलाई लाइक गरिदिनुहोस्, कमेन्ट गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।